ठुलो स्पिकर किनेर ल्याउँछु नि बुझ न भाडामा लिएर आउँछु नि कुन नाच्छ त नि ल भाडामा ल तरिका यार के कुरा गर्छौ यार यस्तो सानोमा नाच्नै हुँदैन बबाले हुन्छ के तिहारको बबाले ल यही गरौँ ल सुन यही गरौँ नभन है अहिले तिम्रो दुईजनाको मैले माने कुराहरू तिम्रो दुईजनाको माने तर पैसा बोक्ने थैली चाहिँ मलाई नै दिनुपर्छ है पैसा बोकिदैन क्या आजभोलि भन्छ पैसा नहुने यता सुन्छ पैसा बोक्ने होइन खासमा अब क्युआर हुने भएपछि पैसा बोक्नै परेन नि क्युआर भयो भने पनि मेरै युज गर्नुपर्छ भनेको के सीधा सीधा म मान्दिनँ भाइ किन मान्नु म यो किन आयो अहिले हाम्रो चलिरहेको थियो देउसीको यो आएर आफ्नो दुईटा तर्क दिएर यो अहिले त आफू खतरा हो भन्न थाली त टिममा घुसिहाल्न खोज्ने क्या जहाँ पनि टिममा घुसिहाल्ने यार यो मान्छे त यार ठिकै छ तिमीहरूलाई कुन चाहिँलाई भैली खेलेर तिमीहरूलाई 5-5 को नोट दिँदा रहेछ म पनि हेर्छु के 5 को होइन के 5 हाम्रो त 1000 घटी कुरै हुँदैन नि का 1000 घटी रे घरको लक्ष्मीलाई नै तिमीहरूले खनी दिन्छन् हेर्दै जाऊ न त्यहाँ मैले मेरो भट्टाइ पर्यो भने मेरो भट्टाएर यो 5-10 हजार जना मान्छेको देउसीले पर्यो भने कस्तो घरबाट पैसा निस्किन्छ त्यसपछि हेर्दै जानु तिमीहरू नाङ्ला भरेर नाङ्लामा पनि बढी भएर तल चुइरहेको हुन्छ उठाउने मान्छे चाहिन्छ बुझिरहेको नाङ्लो पाल परेको हुन्छ फोनलाई ल यसपालि डिजिटल हुने भयो देउसी कस्तो मार्छ त भयो म त निस्किए यस्तो चिजहरु तँलाई हालेकै थिएन भित्र किन अब किन घरकी लक्ष्मीलाई नै अनि ग्रुपमा त ग्रुप हाल्नु भन्दा नि कसरी तिमी जोइन हुन्छौ त नि हजुर कसरी जोइन हुन्छौ त नि 3-4 जना भन्दा मिल्दैन त केमा लाइनमा डिस्कर्डमा भइलो खेल्दिनी नि हामी डिस्कर्ड च्यानल बनाउँछु त म ल मान्छेले के गरिसक्यो डिस्कर्डबाट हामीले डिस्कर्डबाट भइलो खेल्न नमाने डिस्कर्डमा डिस्कर्ड खोल्छु यार सबलाई पठाउँछु इन्भिटेसन ल आन्द्र सेलरोटी मलाई दिनु सबलाई हुन्छ यहाँ चिन्ता अनलाइन कसरी सेलरोटी हो यता सुन तिमीले सेलरोटी बापत पनि पैसा हाल्दिनु भन्ने हो के सुन त्यो सेलरोटी त त्यो बापत हुँदैन खानुपर्छ सुन यता सुन तिमीले अस्ति मसँग धेरै मन दुखाइ गर्यो पारस तिमीले मलाई कुर्ता किन पठाइदेनौ यता सुन बत्ती यहीँ छ घाँटी यहीँ छ घाँटीको कसम खाएर भन्छु यसलाई सोध यसलाई मैले बिर्सिसकेँ त्यो कुरै बिर्सिसकेँ मैले गाइस है सबैजनाले एकदम ध्यान दिएर कसैको स्पिकरमा झ्यारझ्यार आएको छ भने पनि त्यसलाई अहिले सुधारेर फेरि इन आउट गरेर आएर राम्रोसँग सुन्नु होला किनभने आज म भन्दैछु यो कुरा है दुईजना चाहिँ पुरा सुरुमा चाहिँ झगडा गरे यस्तो गर्ने है दुईजनाले अनि मलाई लिएर आउने बिचमा लास्टमा सबैको मिलाएर गाली चाहिँ मलाई खुवाउनलाई साइडमा आइज त गरेर यहाँ उभिएर म त बचेँ यसलाई गर्दै भयो क्या यस्तो पछाडि कहिले कहिले त म यहाँ हुन्न त्यही पनि यसलाई गरेको हुन्छ होला याद गर्नु यस्तो अमुटा यस्तो यसलाई के भयो भने अब के भन्न ला अब तिमीले तिहारमा दिन्छु भन्न ला अब सिधै तिहारमा म तिमीलाई दिन्छु जस्तो लाग्छ लाग्दैन मलाई तिमीले दिन्छ जस्तै लाग्दैन मलाई तिहारमा दिदी भाइलाई मात्र दिन्छन् भन्ने हुँदैन के लक्ष्मी सोचेको मान्छेलाई पनि दिन मैले भन्दैछु त हाम्रो लाइफको लक्ष्मी नै आबा हो भनेर त्यसै भन्छु त मैले यतापट्टि लुक्स देखाउ त देखाउँदिन म केही पनि सम्झेर रिसै उठ्यो मलाई त्यो कमेन्ट भयो नि मैले लगाएको त्यो अस्ति दसैँमा लगाएको कुर्ता कुलदाइले त्यहाँ हो भनेर सोध्दै थिएँ यिनीहरूले तिमीले अनि भन्यौ कि भनेनौ मैले केही नै भनेन यता सुन मैले भगवान कसम खाएको छु मैले यसलाई किन मन छ आबालाई नै पठाइदिए एउटा आफूलाई मैले नि आफूलाई पनि किनेन अब मलाई आफूलाई किनेर आबालाई नकिनेको भए एउटा कुरा हुन्छ नि कसम खाइरहेको छु झुट बोलेको होइन कसमै खाइरहेको छु मैले पनि दसैँ भनेन आबाले त झन् कमसे कम नयाँ त्यत्रो भारी भर्कम लुगा लगाएर ठिक छ अब चल त बाहिर जा यहाँ सुन ल केही छैन त्यही भन्नको लागि आएको थिएँ तिमी रिसाएको छौ कि भनेर अलि रिस फेरि नाकमै टुप्पोमा हुन्छ नि त तिम्रो छैन म त रिसाएँ कि भनेर मैले हेर साँच्चीकै नै दिदीलाई नि सोध दिदीलाई मैले भनेको हो ल जान्छु म अब सुत्नुपर्ने छ निन्द्रा लागिसक्यो सुत्छौ तिमी हो भनेको आज ल हेर आज मेरो तिमीलाई देखाउँछु के देखाउँछ आज मेरो अर्को फोन पनि अन छ अब थाहा पाइहाल्छु नि मैले के सुत्छौ कि सुत्दैनौ आँखा रसिला भएर लट्ठ परिसकेको हेरेर आँखा किन लट्ठ पर्यो त निन्द्रा लाएर नि निन्द्रा लाग्छ तिमीलाई ल जाऊ त्यहाँ सुतेको देख्नु पर्यो नि मैले फेरि अहिले ल गयो ल बाई किन अलिकति कडाइ हुन्छ नि त्यही भएर
कस्तो कडा मान्छे कडा कि रिमठिम कडा मान्छे कडा म त कडा छुइनँ म त सोझो छु ठिक छ सुन सोझो त छौ कि तर त्यही सोझोको फाइदा उठाउलान् भनेर सुन न मैले बरु आज नि प्रधानमन्त्रीलाई त्यति साह्रो कुर्दैन होला कि तपाईँले यति धेरै कुरेर बसेको म किन कुर्दै थियो भन त अब मेरो च्याङमा आउनुहुन्छ भनेर कुरेर बसिरहेको कहिले आउनुहुन्न म अलिकति ढिलै आउँछु कि लाइभ बुझेन म ढिलै आउँछु त्यो पुङ लिएर आउनु कति धेरै जनाको रिक्वेस्ट आएको म सबै डिक्लाइन हानेर त हजुरलाई कुरेर बसेको ठिक छ म पुङ चाहिँ लिएर आउँछु तर घरमा पनि दिदीहरूसँग कुरा गर्नु पर्यो नि त मैले बुझेनौ म अनि यहाँ त पुङ ल्याइसकेपछि मैले मास्नुपर्छ त्यो पोङलाई सबलाई बाँड्नुपर्छ ए अनि खाएकोलाई हातमा दिने नखाएकोलाई यसरी छर्काइदिने ए ठिक छ ल म नाम चाहिँ सुन त नाम चाहिँ डन राखेको छ दाइ भने केही छैन कि नाम डन राख्यो भने पनि ऊ चाहिँ अलिकति सफ्ट हार्टेडै छ मान्छे चाहिँ होइन तर सुन 3 पानी पनि हुन्छ दाइ 3 पानी त फेरि 3 पानी खायो भने त कडै होला नि फेरि तामाङको ज्वाइँ भइसक्नु तामाङको ज्वाइँ भइसकेपछि 3 पानी खानुपर्छ एउटा कुरा है साँच्ची भनेको मैले तामाङको ज्वाइँ भइसकेपछि 3 पानी खानै पर्छ जसरी भए पनि बेमै खानुपर्छ ठिक छ सोचौँला तर पहिला मैले त घरमा पनि कुरा गर्नु पर्यो हैन अनि तपाईँले हिजै भन्नुभएको अहिलेसम्म कुरा किन नगर्नु भएको एकचोटि सोधिहेर्छु त दिदी बाहिर गएको थियो कि घरमा अब कोही पनि थिएन म एक्लै थिएँ अनि के गर्नु त दाइ बिहेमा झापर बुढी कुट्नु होला अरे चुप लाग है च्याट त्यस्तो चाहिँ छैन है म बुझिराख कहाँ त्यस्तो गर्नुहुन्छ बिचरा च्याङमाले त्यस्तो गर्नै हुन्न नि गर्दिन म त्यस्तो त गर्दैन हुन्छ म सोधेर तिमीले यहाँ वेट गरिरहेको थियौ भनेर मान्छेहरूले भन्न थाल्यो म सोधेर म भन्छु अहिले चाहिँ आज म मन्त्रीलाई पनि यति धेरै कुरे आएको मान्छेको पनि डिक्लाइन हालेर बसेको म ए होइन फेरि आज हल्का बिरामी पनि छु ग्यास्ट्रिकले पनि हानिरहेको छ मैचाङ होइन अनि त्यही भएर आज एकैछिन आएर भने हेलो भनेर म सुत्नुपर्ने मान्छे चाहिँ सुत्नुपर्ने छ क्या आज त्यही भएर अनि तपाईँ त नि सुत्छ भनेर जानुहुन्छ नि उता त अर्कैसँग जोइन हुन्छ कहाँ अर्कैसँग जोइन अब म लाइट अफ गरेर बस्छु हेर न सुत्छु कि म साँच्ची किन आज म त्यस्तै भइरहेको छ अघिदेखि बसिरहेको थिएँ धेरै भइसक्यो नि त यो लाइभ बसेको भने त्यही भएर आज चाँडै नै गर्नुपर्ने छ ल मैचाङ है जान्छु यार म सुत्नुपर्ने छ कहाँ जानुभएको र होइन अब सुत्न लाग्यो कि म टाइम भइसक्यो मैले त कहाँ बङ्करतिर छिरेको जस्तै लाग्यो बङ्करतिर ओहो विपिन जोशी ल ल ल सुत्छु ल म निन्द्रा लागेको छ मैचाङ जम्मा आएर यति हो जम्मा आउनु भएर जम्मा 2-3 मिनट मात्रै कुरा गर्ने हो मैचाङ सुन्नु न मैले यतापट्टि घरमा कुरै गरेको छैन होइन अनि आज ग्यास्ट्रिक पनि भएको छ बरु फुकेर ग्यास्ट्रिक तान्दिनुहुन्छ भने तान्दिनु न मेरो यहाँ त कमेन्टमा अर्को मैचाङ भेटिसक्यो त्यही भएर जान लाग्यो भन्दैछ ओहो होइन नि कहाँ म त सुत्न लाग्यो नि त्यस्तो गर्छु जस्तो त लाग्दैन सुन्नु न भोलि चाहिँ यस्तो सगुन लिएर आउनु ल अनि एक्लै खान्छ उतै लाइफमै बसेर अनि धेरै हल्ला म खाँदिनँ क्या मैले खानु हुँदैन त्यो सगुन मैले चाहिँ मास्नु पर्छ क्या आफ्नै मुखतिर चाहिँ नमास्नु है मैचाङ लाइफमा धेरै हल्ला खल्ला कुराकानी आएको छ मुखतिर आफ्नै मुखतिर मास्छ डनले भनेर अरूलाई पनि मसाउनु बरु म पनि आउँछु सँगै मासौँला दुईजनाले आफ्नो मुखमा नि मेरो मुखमा नि तपाईँ ल्याउनु भएर मैले मास्ने हो त नि ए ल मास्ने जे गर्नु छ गरौँला तर मास्नु चाहिँ पर्यो ल मैचाङ जान्छु ल गुड नाइट है शुभरात्री राम्रोसँग सुत्नुहोस् ल ल्यासो कापुला ल